नेपाल एम्बेसीले फोनै उठाउँदैन भनेर दिक्क मानिराख्नु भएको छ भने नेपाल एम्बेसीले व्हाट्सएप नम्बर पनि प्रोभाइड गरेको छ। छुट्टै छुट्टै कामको लागि छुट्टै छुट्टै व्हाट्सएप नम्बर प्रोभाइड गरेको छ। गाइज, एउटा कन्सुलर या कागजात प्रमाणीकरण भनेर यो व्हाट्सएप नम्बर प्रोभाइड गरेको छ भने अर्को राहदानी नवीकरण या नयाँ बनाउने भनेर यो व्हाट्सएप नम्बर प्रोभाइड गरेको छ भने अर्को तपाईको श्रम सेवा सम्बन्धी भनेर यो व्हाट्सएप चाहिँ प्रोभाइड गरेको छ। यो चाहिँ युएई मा रहेको नेपाल एम्बेसीको व्हाट्सएप नम्बरहरू हो र तपाईले चाहिँ अब फोन उठाएन भनेर दिक्क मानिरहनु पर्दैन। व्हाट्सएपबाट पनि तपाईले जानकारी लिन सक्नुहुन्छ। फेरि तपाईले रिप्लाई गर्दैन भनेर चिन्ता नलिनु होला, रिप्लाई गर्छ, टाइममा नै रिप्लाई गर्छ, किनभने मैले पनि भोगेको कुरा हो। र नेक्स्ट भिडियोमा नेक्स्ट कन्ट्रीको बारेमा बनाउने छु गाइज। अरु अन्य जिज्ञासा छ भने मलाई कमेन्टमा इनबक्समा लेख्नु होला र यो भिडियो यो जानकारी शेयर गर्नु होला। धन्यवाद। नेपाल एम्बेसीले फोनै उठाउँदैन भनेर दिक्क मानिराख्नु भएको छ भने नेपाल एम्बेसीले व्हाट्सएप नम्बर पनि प्रोभाइड गरेको छ। छुट्टै छुट्टै कामको लागि छुट्टै छुट्टै व्हाट्सएप नम्बर प्रोभाइड गरेको छ। गाइज, एउटा कन्सुलर या कागजात प्रमाणीकरण भनेर यो व्हाट्सएप नम्बर प्रोभाइड गरेको छ भने अर्को राहदानी नवीकरण या नयाँ बनाउने भनेर यो व्हाट्सएप नम्बर प्रोभाइड गरेको छ भने अर्को तपाईको श्रम सेवा सम्बन्धी भनेर यो व्हाट्सएप चाहिँ प्रोभाइड गरेको छ। यो चाहिँ युएई मा रहेको नेपाल एम्बेसीको व्हाट्सएप नम्बरहरू हो र तपाईले चाहिँ अब फोन उठाएन भनेर दिक्क मानिरहनु पर्दैन। व्हाट्सएपबाट पनि तपाईले जानकारी लिन सक्नुहुन्छ। फेरि तपाईले रिप्लाई गर्दैन भनेर चिन्ता नलिनु होला, रिप्लाई गर्छ, टाइममा नै रिप्लाई गर्छ, किनभने मैले पनि भोगेको कुरा हो। र नेक्स्ट भिडियोमा नेक्स्ट कन्ट्रीको बारेमा बनाउने छु गाइज। अरु अन्य जिज्ञासा छ भने मलाई कमेन्टमा इनबक्समा लेख्नु होला र यो भिडियो यो जानकारी शेयर गर्नु होला। धन्यवाद।